अटिजम भएको कसरी थाहा पाउने त हामीले? के चाहिँ लक्षण देख्यौँ भने चाहिँ यो अटिजमको लक्षण हो भनेर चाहिँ हामी चेकअप गर्न जाने त। आउनुहोस् बुझौँ है त। अटिजमका केही सामान्य सङ्केतहरू म आज भन्दैछु है हजुरहरूलाई। नाम बोलाउँदा प्रतिक्रिया कम दिने, सबैमा प्रतिक्रिया नदिने भन्ने हुँदैन है। कतिपय बालबालिकाहरूले प्रतिक्रिया दिनु पनि हुन्छ, कोही बेला भने, कोही चाहिँ एकदम 0% प्रतिक्रिया दिनमा है। अनि अर्को रहेको छ आँखा जुदाएर कुरा कम गर्नु। आँखामा आँखा जुदाएर उनीहरूलाई कुरा गर्न हेर्नलाई चाहिँ गाह्रो हुने होइन। आफ्नो चाहना वा भावना व्यक्त गर्न गाह्रो हुनु, बोली ढिलो आउनु अथवा उमेर अनुसारको भाषाको विकास नहुनु, एउटै खेल वा गतिविधि बारम्बार मन पराउनु, एउटै प्याटर्न मन पराउनु, रुटिन अलिकति गडबड भयो भने धेरै गाह्रो हुनु, अरूसँग खेल्न, साथीभाइसँग खेल्न, सामाजिक सम्बन्ध बनाउनलाई चाहिँ गाह्रो हुनु, र कसैलाई केही आवाजहरूमा, स्वादमा, गन्धमा, स्पर्शमा संवेदनशील हुने गर्छन्। मैले माथि भनेको सङ्केतहरू देखिन साथ नै ला अटिजम पो भयो कि भनेर चाहिँ नडराउनु होला। यो चाहिँ निश्चित गर्न सकिँदैन है। जबसम्म चाहिँ हजुरहरूले बाल विकास विशेषज्ञ, बालरोग विशेषज्ञ, मनोवैज्ञानिक चिकित्सकहरूलाई चाहिँ हजुरले देखाउनुहुन्न, उहाँहरूले कन्फर्म गर्नुहुन्न, तबसम्म चाहिँ यही लक्षणमैकै आधारमा चाहिँ निश्चित चाहिँ हुँदैन है त। र चाँडै अटिजमको पहिचान गरेर उनीहरूलाई आवश्यक सहयोग पाए भने बालबालिकाहरूको सिकाइ, सञ्चार र दैनिक जीवनमा चाहिँ धेरै चेन्जेसहरू आउन सक्छ है त।